लङ टाइम पछि हामी एउटै फ्रेममा आइसकेका छौँ है। एकदम वातावरणहरूको कुरा गर्दा एकदम हरियाली है, बादलहरू लागिरहेको छ। त्यो कारणहरूले गर्दा एउटा राम्रो सुन्दर फुल पनि यहाँनिर मसँग छ है, जुन चाहिँ म उसको लागि दिन चाहन्छु। थ्याङ्क यू। हाउ आर यु फिलिङ नाउ? हामी चाहिँ यहाँ आज धम्पुस आएको अनि वेदर पनि रमाइलो छ, राम्रो छ अनि हामी चाहिँ अहिले फोटो सुट गर्न आएको। यो बादलहरूको कारणले गर्दा चाहिँ एकदम मन एकदम लोभ्याउने शान्त आनन्द है, मलाई एकदम मनपर्छ यस्तो खालको नेचरहरूसँग रमाउन। वाट डु यु थिङ्क? आई थिङ्क तिमीलाई पनि मनपर्छ? आज चाहिँ हामी चाहिँ यहाँनिर आएर बर्थडे मनाउँदैछौँ है। त्यस कारणहरूले गर्दा ठ्याक्क बाटोमा आउँदै गर्दा झरना यो देखेको कारणहरूले गर्दा हामी चाहिँ यहाँनिर आइयो। ह्याप्पी बर्थडे! दुईवटा लियो होइन, अनि रहिरहन्छ है सबै यो झर्नाको साथमा चिसो मौसममा है। एकचोटि एनर्जी ड्रिङ्क खाएपछि त होला नि। मलाई एकदम मनपर्छ अनि त्यो कारणले गर्दा मैले चाहिँ चिज बल ल्याएको अरे। उसले चाहिँ लेस ल्याएको थियो, लेस सकिसक्यो। हामीले चाहिँ आजको दिन चाहिँ एकदम रमाइलो गऱ्यौँ है, किनभने अब यस्तो राम्रो झरनामा हामीले फोटोहरू खिचियो, भिडियोहरू बनाइयो, यहाँको वातावरणसँग चाहिँ इन्जोय गर्न पाइयो। त्यो कारणहरूले गर्दा एकदम खुसी लाग्यो मलाई चाहिँ। मलाई पनि एकदमै खुसी लाग्यो। आएर हामीले धेरै इन्जोय गऱ्यौँ, धेरै फोटोहरू भिडियोहरू खिच्यौँ है। अब चाहिँ हामी जान लागेको, किनकि रात पर्न आँटिसक्यो। यसो अराउन्ड 7 o'clock हुन आँट्यो अहिले रातिको। त्यो कारणहरूले गर्दा हामी चाहिँ अब जान्छौँ है। वी इन्जोय अ लट टुडे। बाई बाई।